हामीले यहाँ जग्गामा बस्नुन्जेल त उतापट्टि हाम्रो दिदीहरू भएर कतिजना छिमेकी दिदीदेखि लिएर आफन्त दिदी भएर त दुबोको माला पनि बनाइसक्नु भएको रहेछ। दिनभरि पुरी र सेल बनेको थियो किचनमा। फेरि उता बहिनीहरूले हेरिदिइरहनु भएको थियो होइन। अनि गाउँबाट गर्दाको रमाइलै छुट्टै हुने के एकदमै। म त मेरो छोराहरूको पनि गाउँकै घरबाट गर्छु भन्ने आइरहेको छ कि अहिले। यस्तो रमाइलो लाग्यो मलाई होइन। अनि मम्मीले चाहिँ सुरुमा लाखबत्ती को उद्घाटन गर्नुभयो भन्ने हुन्छ मम्मीको इच्छा भएर। अनि हामी चाहिँ नाच्यौँ, रमाइलो गऱ्यौँ र लाखबत्तीलाई एउटा एउटा हामी 5 जनाले मम्मी, म, दादा, मेरो बुढो र दिदी भएर घरलाई पनि घुमाएको थियौँ। तर मैले त्यो चाहिँ हालिनँ, भिडियो चाहिँ छ। अनि बुवा मम्मीलाई पनि घुमायौँ। अनि एकदमै रमाइलो गऱ्यौँ। हामीले लाखबत्ती बालेको पहिलोचोटि घरमा यसरी घुम्न पर्छ अरे, उखुले चलाउनु पर्छ अरे, एकदम राम्रो हुन्छ अरे भन्ने मान्यता छ। र बच्चाहरू भइरहेको छैन भने खाँदा बच्चा हुन्छ अरे भन्ने मान्यता पनि छ। र मलाई पनि भनेका थिए, मैले पनि खाएको